के भएको होइन आजभोलिका जेन्जीहरू हिँड्नै सक्दैनन्। पाहाडमा हुनुहुन्छ यहाँ चुला रहेछन् यता। त्यो फर्स्ट भ्लग हो कस्तो भयो कमेन्ट गर्नु होला, लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। हेलो एन्ड नमस्ते, वेलकम ब्याक माइ न्यू ब्लग होइन। टक्क आज चाहिँ हामी माथि लेक साइड धाममा चाहिँ गएको देख्नुहुन्छ। लेक साइड पुरै हुस्सु लागिरहेछ, यता हालत बेहाल भइरहेछ पसिनाले। ठाडो बाटो, लेक साइड भ्यू चाहिँ राम्रै छ तर बाटोले हिँड्न सकिँदैन रहेछ। सो हेर्दै जानु, लाइक सब्सक्राइब कमेन्टहरू गर्दै जानु है त। उकालो चाहिँ यस्तो छ, नाकै ठोकेला ठोकेला जस्तो हिँड्न गाह्रो छ, सास बढ्छ है। खतरा सास चाहिँ बढिरहेछ, भुल्नै गाह्रो। हैट, हाम्रो प्रयास जारी नै छ, अझै दुरी लामो नै छ। ठ्याक्कै अझ कति 30 घन्टा झन्डै भयो होला है हामी घरदेखि हिँडेको। 30 घन्टा जति भयो होला हामी घरदेखि हिँडेको पनि। टक्क यता बाटो यस्तो छ, पछाडि यस्तो छ। म राइजी भ्लग्स होइन ओ भाङ्रे भ्लग्स च्यानललाई सब्सक्राइब गरिदिनु होला सबैले। राइजी फ्यामिली सबैजना उतातिर है त साथीहरू ल। गाह्रो छ गाह्रो छ तराईको मान्छे। आधी उधी गाडी छन् जम्मा। कतिजना जति छौँ हौ हामी? 50-60 जना चाहिँ होइन, 20-22-25-26 जना चाहिँ छौँ होला। अगाडि पछाडि टन्नै छन्, हामी चाहिँ ठिक बिचमा। धेरै नै छन् मान्छेहरू। नआइसक्यो यता भ्यू चाहिँ, तर हुस्सु लागेर केही नदेखिने रहेछ। पहिला चाहिँ हुस्सु लागेको थिएन क्या, नाइस त्यो ठाउँ चाहिँ। यसपालि चाहिँ हुस्सु लागिरहेको रहेछ, पुरै जाडो छ। कसम जाडो त। यता छन् टोलीहरू, केटाहरू अलिक हिँड्न नसक्ने बढे ठाउँ। के भएको होइन आजभोलिका जेन्जीहरू हिँड्नै सक्दैनन्। निकै लामो प्रयासपछि माथि त्यो बिलबट्टे भन्ने ठाउँ निस्किने आँटेको छौँ। एक साइड जाडो छ, उकालो छ, गर्मी पनि भइरहेछ, जाडो पनि भइरहेछ होइन। निकै
मजा भनौँ न मजा भइरहेछ। ग्रासहरू जताततै छन्। यता घरहरू बनाउँदै रहेछन् कलेर। बाटो चाहिँ यस्तै छ है त अब ठाडो नाक ठोक्केला जस्तो। हामी चाहिँ धामको नजिकै आइपुग्यो। अब यहाँदेखि आधी घन्टा जति चाहिँ लाग्छ होला। यता आउँदैछन् ढेङ्ग्रो बजाउँदै। सकिँदैन बाटो जति हिँडे पनि के भयो होला। यस्तो उकालो हिँड्नु परिरहेछ। जुत्ताको हालत यस्तो छ एन्ट्री। यहाँदेखि पस्ने हो त होइन। पोखरी छन् थुप्रै छन्। निकै लामो यति घन्टाको मिनेटपछि बल्ल बल्ल यहाँ के भयो तिमीले चाहिँ? यसै के हुन आयो गाइस? अब यहाँबाट फेरि हामी तल छिर्नु पर्ने हुन्छ। यहाँ चाहिँ ठुलो पोखरी छ होइन। यहाँ चाहिँ वरिपरि पूजा गर्नुपर्ने। सब पूजाको तयारी गर्दै रहेछन्। सुम्निमा पारुवाङ मूर्ति शालिको नेता। धाम चाहिँ आइपुग्यो हामी टक्कर लिएर। यस्तै छ यता पुरै हुस्सु लागिरहेको रहेछ। केही सिनहरू नदेखिने रहेछ। यस्तो छ है। सुम्निमा पारुवाङ छ। सरी सुम्निमा पारुवाङ हुनुहुन्छ। यहाँ चुला रहेछन्। ल यता धाम पनि सकेर हामी चाहिँ फर्किरहेको। अब चाहिँ भिडियो बनाउन पाइएन। सो अहिले चाहिँ धाम गरेर फर्किरहेको छौँ हामी चाहिँ टक्क। यता यस्तो छ। यता टोलीहरू छन्। लास्ट जाडो रहेछ। लास्ट जाडो हुँदो रहेछ। अब कतै गएर चिया हान्नुपर्ने हुन्छ हामीले। अब मेरो फर्स्ट भ्लग हो। 7 सपोर्ट गरिदिनु होला। सो मैले यहाँ आएर एउटा कुरा देखेँ गाइज। यो देख्न सक्नुहुन्छ तपाईँहरूले। कला भन्ने चिज यो हो नि त। हेर्नु न गाइज यार कस्तो बनाइदिन्छ यार। अनुहार यो चिन्डो हो। चिन्डो अम्बो हेर न ढुङ्गाको मूर्ति बनाउँदै रहेछ यार। दामी यो चिन्डो रहेछ। दामी रहेछ बनाउँदै रहेछ। जे होस् गर्न खोजिरहेछ। दामी छ यता आउनु होला। यो चाहिँ के हो थाहा भएन। गुम्बा हो कि हामीले धाम सकेर आउँदैछौँ होइन। बजार निस्केर बजारको चाहिँ भिडियो बनाउन पाइएन। निस्केर जाँदैछौँ हामी। यस्तो बाटो छ।
टक्क हेर्नु न मुढामा टक 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 अति चिप्लिने रहेछ क्या त्यही पनि यो बाटो हेर्नु न मुढा टक टक बाटो यस्तै छ माथितिर हुनुहुन्छ 2-3 जना जति अगाडि जाँदै हुनुहुन्छ छेउमा अनि म यता बाटो हेर्न सक्नुहुन्छ बाटो चाहिँ यस्तै रहेछ अप्ठ्यारो उकालो नि फेरि आउँदा उकालो अहिले फेरि झरेपछि ओह्रालो झरे रहेछ के अहिले चाहिँ हामी यता आइसकेका छौँ यता के भन्छ यो ठाउँको नाम चाहिँ थाहा भएन निकै तलै झरिसक्यो धामभन्दा चाहिँ सो पानी परेर जाडो भएर होइन टोपी हनुमाने टोपी किनियो त्यही हो सब हुस्सु लागिरहेछ भ्यूहरू चाहिँ देखिँदैन रहेछ यता सानो भाइ हुनुहुन्छ जाँदैछन् यस्तै छ है त टक्क हामी चाहिँ माथिदेखि आएको होइन धाम सकेर आएको यस्तो छ बाटो ओह्रालो टक्क लास्ट ओह्रालो रहेछ जाँदा उकालो नाक ठोकिने जस्तो झर्दा ओह्रालो तल एकैचोटि झर्ला जस्तो लास्टपछि गाह्रो रहेछ अनि हामी बास बसेको गाउँ चाहिँ यता यो टक्क लिएर हिजो यतै बास बसेको हामी चाहिँ यहाँदेखि बिहान 4 बजी हिँडेर हामी चाहिँ माथि 11-12 बजे पुग्यो होला जाल्पा पोखरी चाहिँ हामी बास बसेको घर चाहिँ त्यही हो यही हो आज नि यहीँ बास बस्नु पर्ने हुन्छ रात परिसक्यो अहिले रातको 5 जस्तै बजिसकेछ सो यति भन्दै मैले यतै अन्त्य गर्न खोजेँ है त मेरो फर्स्ट भ्लग हो कस्तो भयो कमेन्ट गर्नु होला लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला सबै है त ट्याप होला